ल है हाम्रो चाहिँ आज स्पेसल ढिँडो छ कोदोको ढिँडो होइन दाइ ल कोदोको ढिँडो वाउ कोदोको ढिँडो गुन्द्रुकको अचार फाइनली ढिँडो पाकिसकेछ चौरीको घिउ यो चाहिँ के हो फेरि दाइ ओहो चौरीको घिउ ओ माई गड आज त के हो अर्ग्यानिक छ त पुरा मान्छेले रोक्नु भयो ल यता फेरि ग्रेभी छँदैछ ओहो धराने कालो कुकुर भन न धराने कालो यता ओहो भर्खरै मगाएको घिउ। हो के धरानबाट हाम्रो दाजुले मगाउनु भएको धरानेको बजारमा फाइनली ढिँडो चाहिँ मस्काइसकेछ हाम्रो दाइले फेरि घिउ ल केमा हाल्ने यो चाहिँ उसमा ढिँडोमै कि उस तरकारीमा ढिँडोमा हाल्ने ढिँडो खबिल्टा बनाऊ न त्यसलाई के भन्छ प्लेटमा हो नि प्लेटमा के भन्छ धर्कासम्मले भने जस्तो हुन्छ नि जागर त सागर खाँदै बेलामा खबिल्टा बनाएर हालौँ न तातो हुनुपर्छ क्या ल बरु यो त भागमै हालेको हुन्थ्यो लटपटेर घिउ त कता पुग्छ नि कन्तीभरि त्यो उसमा खानामै हाल्ने है ठिक हुन्छ तातिसक्यो त अब धुवा उड्नु थालिसक्यो त्यति हाल्यो भने चाहिँ ओहो भयो भएन अब त्यसमा सबै लटपट हुन्छ भाँडैभरि हराइ जान्छ ल रेडी भइसक्यो ढिँडो हाम्रो चाहिँ पुरा ल एउटा प्लेट यस्तो पनि छ हामी साहरू चाहिँ होइन त दाइ हो नि भाइ ल अब खाने चाहिँ कसरी अरे तर राति ठिकै छ ल ल दाइ कस्तो लाग्यो ढिँडो किन ओ बर्बाद भयो खला 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 धेर ढिँडो पनि रेडी खाना सुरु कुर्सी उता छ कि एउटा ए म लिएर आउँछु ए पानी दिएर म त किन चिप्लिन्छ भन्छु त डब्बामा बस्नु चियर छैन भक्क छोड्दिनँ अहिले खाइसक्यो लु त कस्तो छ टेस्ट दामी छ सर ल हामी चाहिँ अब सुरु गरौँ न त अलिक एकछिन गुम्साउनु पर्थ्यो है साह्रै हतार घिउ यता करोड करोड हो करोड करोड ल टेस्ट गरौँ कस्तो लाग्यो सर नटोकी निल्नुपर्छ त्यो नटोकी चाहिँ टेस्ट गर्दैछु है त्यो त नटोकी त अनि ढिँडो पहिला खाएको थिएन भनेपछि त म त अलिक कसले गिल्लो भएको जस्तो है फन्चुरी नयाँ खाएको थिएन नेपालमा जस्तो साह्रो धेरै पछि नखा किन हो के गरे हो ए वा नम्बर 1 धेरै पछि खाएर है किन मुखमा खसिरो भएको पिठै खसिरो दाइ ल
अझै अलिक चाहिँ घुम्साउनु पर्छ खाएको थियो